हेलो गाइस, वेलकम बैक माई न्यू ब्लग। फेरि पनि तपाईहरुलाई मेरो ब्लगमा स्वागत गर्दै यो सानो भिडियो बनाउन गइरहेको छु तपाईहरुको समक्ष। र यसमा चाहिँ वेदर कस्तो छ भने देखाइरहेको छु है तपाईहरुको समक्ष। यस्तो छ आजको वेदर चाहिँ ट्याक्क गरेर यस्तो। आजको वेदर चाहिँ घाम लागेर टन गरम यता हाम्रो टम्स देसी चिकन, यो हाम्रो स्ट्यान्ड, यो सानो स्ट्यान्डमा चाहिँ हामी दुर्गा पूजाहरू गर्छौँ। 2 साल 3 साल गर्यौँ मजाले, अहिले गरेको छैन। यो हाम्रो दुर्गा मन्दिर। आजको वेदर गुवा गरी र यो भिडियो मार्फत म एउटा तपाईहरुलाई के भन्न चाहन्छु भने, जो पनि मेरो पेजमा हुनुहुन्छ, यो नयाँहरुले चाहिँ जो पनि नयाँ हुनुहुन्छ उहाँहरूले चाहिँ मेरो पेजलाई फलो गरिदिनुहोस् होला भन्दै एउटा सानोबडे रिक्वेस्ट। अन्त भिडियो मन परे यसो लाइक कमेन्ट शेयर पनि गरिदिनुहोस् होला है। हाम्रो रोड टाढी देखेको भुटान, यतापट्टि प्यारेन्टार, हाम्रो गोठ, हेलो टम्स भने हाम्रो एकदम यो भाइ एकदम हल्का खतरा छ। यसलाई पक्रिँदा नि पक्रिन सक्ने खालके भाले। त्यही घरको यो अहिले उयो के भन्छ यसलाई, बडीगार्ड दिदी। त्यही यस्तो भाले चाहिँ खाने भन्छ। अन्त कहाँ खानु हुँदैन टक्कै। यसले गर्छ हो यता ब्रदर। Hello. मिनी ब्लग सानो बडे छोटो। This is Rai. Big fan of Prawn brother. फुलको नाम चाहिँ के हो कि कमेन्ट गर्नुहोस् होला तपाईहरु समक्ष। मैले भिडियो हालिदिएको छु। यो चाहिँ जङ्गली सिस्नो, घटिया सिस्नो हो। यसले हानेको चाहिँ 3 दिनसम्म पोल्छ। चिरिप पानीले रोड खतम। के पुल हो यो? तितेपाती प्यारेन्टार देखाउँछु है। प्यारेन्टार चाहिँ यहाँ स्टार वाउ मजाले बसेको छ। प्यारेन्टार चाहिँ कस्तो छ भने चाहिँ माथिबाट हेर्दा चाहिँ गिटारहरू जस्तो देख्छ। ल गाइस, अहिले भने चाहिँ म तपाईहरु समक्ष बिदा लिन चाहन्छु। फेरि भेटौँला नयाँ ब्लगमा।
भिडियोलाई साथ सपोर्ट दिनुहोस् होला र लाइक शेयर कमेन्ट सब गरिदिनुहोस् होला है। थ्यांक यू।